अरे जानेन दाजुभाइले जानेन भाइ योबाट कहिले नि मारेन सिधै कुरा योबाट कहिले नि मारेन भाइ यार म त कस्तो त्यस्तो ट्याक्स मिलेर अलि हेलो नमस्ते सबैजनालाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा तेरिको पसिना पसिना भयो आज चाहिँ मैले भिडियो घरबाट बनाएन आज चाहिँ बाहिर निस्केको भाइ म अनि उता छ दिदी फुपू अनि बुहारी हामी 5 जना यसो तालतिर जङ्गलतिर भ्रमण कि चियाक्क लाएर सही हो ल दामी सफा हान्छ आज आएको रड सट बोकेर मार्छ आज मैले हाम्रो हतियार यहाँ छ आरा माछाको लागि होइन एउटा किडन्याप हान्न पर्छ क्या बार्बिक्यू बनाइदिने बाटोमा ल अब जानुपर्छ भित्री जङ्गलको भित्री जानुपर्छ क्या तर यहाँ डर चाहिँ हुँदैन मान्छे हिँडिरहन्छ आउजाउ भइरहन्छ तर कोही बेला गैडा निस्किन्छ फेरि समस्या त्यो छ गैडा निस्कियो नि भाइलाई चिट्ठा लाग्छ देख्छ देख्न पाउँछ गैडा ल अब जान्छौँ अगाडि चाहिँ 3 जनाले लिड गरिरहेको छ हामीलाई हामी चाहिँ यहाँको पर्यटक जस्तै हो अहिलेको लागि हालको लागि होइन ल है त ल हामी च्यानको बिचमा हिँडिरहेछौँ हामी एकदम खतरा मान्छे हो च्यानको बिचमा चियानै च्यान छ यहाँ चाहिँ गुरुङ तामाङहरूको च्यान छ है टक्क हामी हातले नदेखा न हातले देखाउनु हुन थाहा तँलाई च्यानै च्यान छ ए च्यानै च्यान छ यहीँ हामी एकदम डेन्जर मान्छे च्यानको बिचमा हिँड्छौँ अहिले कसले झ्याने बजीले ए यहाँ हो अच्छा हाम्रो लोकल गाइडले सिकाउँदैछ यो यसको त्यो त्यसको भनेर लोकल न्युरो आफूले हो ल यस्तो चाहिँ ए च्यानै च्यान छ च्यान भयो नि केही फरक परेन डराउनु पर्दैन यो भनेको नर्मल बाटो हिँड्ने बाटो हो डराउनु पर्दैन राति भयो नि अलिकति हो भन्नुहुन्थ्यो यहाँ चाहिँ कता हो खै ए ठिक छ यता चाहिँ क्रिस्चियनको रे होइन त्यहाँ चाहिँ त्यसो पारेर सुताउँछ नि त हाम्रो पो मन्दिर बन्छ त उनीहरूको त डब्बामा ऊ त्यहाँ कुकुरको कि जरा त्यो जरा देख्यो भाइ ऊ त्यहाँ देख्यो ऊ त्यहाँ बुढीमा आउँ त ऊ त्यसले नि हेरे खड्का चाहिँ ऊ त्यहाँ चित्रे खड्के रे ल खड्के कि गोली पड्के छोडिदियो हेरे रातो रे त्यसको मासु खान पायो त आमामा ल भित्र जाँदैछौँ त सही हो ल हामी हिँड्दा ताल आइपुग्यो होइन तालमा चाहिँ हल्का पानी कम भएको अवस्था पानी कम रहेछ यहाँ बस्ने ठाउँ छ पिकनिक खानलाई होइन ल ताल चाहिँ यही हो हल्का झासझुस लागेको छ किनकि अहिले यस्तो बर्खा सुरु भएन नि त त्यो भएर अलिक कमै छ पानी अब बर्खा सुरु भएपछि टनटन हुन्छ फेरि माछा फाल बाँध्दैन ताल छ यता ल सही छ यार आनन्द उता मान्छे नि छ देख्नु भएन ल ठिकै छ हामी 2 जना चाहिँ अब माछा मार्नुतिर लाग्यो फुपूहरू चाहिँ न्युरो कोही घाँस खोज्नेतिर छ ओहो जङ्गलमा सही मजा आउँछ कि आनन्द शीतल टाइगर ताल यहाँ छ है टाइगर ताल यहाँ के गर्न मिल्छ के गर्न मिल्दैन के आउँछ के आउँदैन ल ओ के हो हाँस हो कि के हो यो जङ्गली हाँस हो कि चरा हो अलि सतर्क भएर हिँड्नुपर्छ जङ्गलमा हिँडेपछि किनकि जे पनि आउन सक्छ है यो हाम्रो जङ्गल भनेको राष्ट्रिय निकुञ्जसम्म जोडेको जङ्गल हो नि त त्यही भएर अलि ध्यानपूर्वक लाएर हिँड्नुपर्छ त्यो जङ्गल छ टक्क बाटो छ अनि त्यहाँ बस्ने सिटहरू छ यी बस्ने ठाउँ छ
ताल छ अनि हामीसँग बल्छी छ अनि आरा छ। आरामा गँडेवाला छ है। ल गाइजर रड त इङ्ग्लिस बल्छी रहेछ माछाले जानेन दाजुभाइले जानेन उसलाई योबाट कहिले नि मारेन सिधै कुरा योबाट कहिले नि मारेन भाइ यार मैले त कसम फर्स्ट टाइम त यार आज सात छिरी चला फर्स्ट टाइम कसम यार के कताबाट हाल्ने त्यो थाहा भएन मलाई। बल्छी त दुईवटा रहेछ रड त दुईवटा रहेछ भाइसँग दामी दामी रहेछ तर फर्स्ट टाइम यार के हो थाहा होइन। अब भाइले मिला कोसिस गर्दैछ बेजत हुन्छ कि क्या हेर्नु आएको छौँ। इङ्ग्लिस बल्छी पो रहेछ माछा हामी त नेपाली बल्छी खेलाउनु बानी अब त बाँसको घोचाले ड्याम कि ड्याम अब त्यो त कहिले खेला छैन त्यो पनि ट्राई गरौँ न अब बनाइहेरौँ के हुन्छ। युट्युब खोल्न जस्तै पर्दो तिमीसँग डाटा छैन खोला त खोला चेक गर्छ म यार गाएर दुःख पाएँ आजकल थाहै छैन यो के हो कसो हो। फर्स्ट टाइम मार लाग्यो भाइ र मैले नि अब भाइलाई थाहा होला भनेको यत्र थाहा हुने म जस्तै त रहेछ नि भाइ पनि तेरिका पसिना हेर्नु पसिना सब भिजिसक्यो भाइ पनि सब भिजिसक्यो त्यहाँ यस्तो हिँडेर आएको त्यो पर यसो नि हो यता परबाट यस्तोरी हिँडेर यस्तोरी वा एक राउन्ड हानेर यहाँबाट आएर यहाँ आयो पसिना ढाप भयो। बाइक त ल्याउन त मिल्थ्यो कि तर अरू पनि फुपूहरू पनि हिँड्दा आउनु भएको थियो नि त त्यही भएर हो क्या फुपू दिदी बुहारी त्यही भएर अनि हामी दुईजना चाहिँ के ठिकै छ ल अब फुपू उता घाँस खोज्दै रहेछ उता देख्नु भएन। ल अब यसो युट्युब हेर्छु अनि त बनाउने कोसिस गर्छु अहिले भेटौँला। ल हामीले त जानेन यार माछाला यस्तोमा हाल्नु लाग्यो यो नेपाली बल्छीमा विधि चाहिँ बल्छी खेलाउनु जानु लाग्यो नेपाली बल्छीमा पुरै गडोला हालेर यस्तरी त्यो होइन जस्तो लाग्यो भाइ बल्छी यार बल्छी उति हुन्छ कि अड्किन्न जस्तो लाग्यो मलाई जहाँसम्म लाग्छ माछा त्यसको मुखमा हालेको के हो त्यो थियो है त हाल्यो केटोले हाल्यो हाल्यो ल ट्राई मारुले हालेन अनि प्याट त चुडाइदिइहाल्यो क्या चुडाइदिइहाल्यो सर्लक्क लाएर मस्कुर ल ठिक छ अब सुरुवात हानिहाल्छ नेपाली बल्छीले माछा काम लाग्ने विदेशी बल्छी भाइलाई नेपाली बल्छी हो ल परे पर्छ क्या पार जस्तो छ भाइले ल हान त गहिरो छैन उता फाल न फुत्त अलिकति अगाडि जाउँ नि त उफ्रे जान सक्छौ ओ के हो पानी कस्तो छ तातो हो चिसो ताते हो र हान नि त त्यहाँ ल पाऱ्यो भने त भाइ पार्छ क्या के छ है थाहा न पार्छै पार्दैन अब ओह मान्छेहरू आउने क्रम छ देख्नु भएको छैन होला आउँदैछ भाइ थके माना गइसक्यो अच्छा यार साइबिराज टनै छ नि थाप्नलाई त परेन यार विदेशी रडै खेलाउनु जानेन आफ्नै नेपाली ल गाइजर एउटा नि परेन हामी त फर्क्यो यो फिसिङ रड पनि खेलाउन आएन अर्को बल्छीले खेलेको जानेन परेन घरतिर चल्दिनु लाग्यो बाहिर म चाहिँ जङ्गल हिँड्दैछन् ओ फुपूहरू दिदीहरू चाहिँ उतै छ पछाडि छ उनीहरू न्युरो टिप्दै घाँस टिप्दै गर्दै हेरेर हामी चाहिँ गएको बाहिर निस्किनु पनि लाग्यो त्यो भएर है ल अब चलिदिन्छु हिँड्दै जानुपर्छ बाटै ओ के हो हरियो देखेछ नि तल त आनन्द छ मान्छेहरू आइरहेको रहेछ सही हो डर छैन त्यही भएर ल अब घर गयो त लगाइसकेर चाहिँ घर आइसकेन घर आएर फ्रेस भएर अब बाहिर निस्किन लागेको भएर चाहिँ यसो घुम्न जानु लागेको भाइ म दाइ तिनजना अनि उताबाट बाबु आउँछ
टक्क घुम्न जान लागेको अब ल अब बाटोमा भेट्छु म त निस्केको जुत्ता सुत्ता लाउँछु टक्क लाएर ल गाइस निस्केको अब है दादा अगाडि गइसक्यो अब हामी दुईजना दाजुभाइ यहाँबाट चल्दैछ नि अब टक्क ला भाइ यसो समात्देऊ त अहिले काम लाग्छ ल निस्किन्छु है त बाटोमा गएर भेटौँला ल अब हतार भयो दादा वहाँ पुगिसक्यो ल अहिले चाहिँ हामी टिकौली जङ्गल आइसक्यो बाबुलाई कुर्दैछौँ म र भाइ अनि दादा टिकौली जङ्गल बाबु यताबाट आउनु पर्ने आएकै छैन कुरिरहेको छ मिक्सिङ ल पानी नपर्दैन त्यसै त्यही हो ल एकछिन कुरेर अब सँगै जानुपर्छ ल बाबु नि आइसक्यो पछाडि पछाडि ल यता अब ल हिँड 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 आए ल दादा चल्दिउँ ल चल्दिएको ल अब चल्दै ल बाटोतिर भेटौँ है त ल हो यार सौराभित्र छिरिसक्यो भन्नाले एरियामा छिर्यो तर पानी पर्ला जस्तो भयो यार कसम भनेको मौसमले घात हाने यार मौसमले लास्ट घात हान्यो पानी पर्ला जस्तो भयो मेरो साउन्ड आछी गएको छैन तनाव भयो मौसमले घात हान्ने थाहा छैन के हुन्छ अब बाबु पछाडि छ हामी अगाडि छौँ दादा झन् अगाडि छ तेरिका यार ल यो मारेको छ त स्कुटी त आम्मामा साइलेन्सर झिकेर सौरा त आइपुग्यो तर पानीले भयङ्कर स्वागत हान्यो यस्तो पानी पर्दैछ तेरिका बबाले पानी पर्दैन यहाँ भेटिदिइरहेको छु नि के भने यस्तो छ ल अब एकछिन बस्छ अब केही के खाने हो कि के गर्ने हो है त अब एकछिन निस्किन्छ होला पानीले लास्ट ठोक्यो भाइ गैँडाहरू पाउँदैन के यार गैँडा त बाटोतिर डुल्थ्यो त आज के भयो पानीले गर्दा गैँडा नि भाग्यो क्या यार ल अब यसरी बस्छौँ होइन पानी रोकेपछि जान्छौँ ठाउँमा है त ल गाइस अब हाम्रो खाजा आइसक्यो होइन खाजामा छ घोगी चक्क लाएर कसैले खानुभएको छैन होला कसैले खानुभएको होला घोगी भनेको एकदम अर्ग्यानिक हो आफ्नै करेसाबारीकोबाट धानबारीबाट उठाउनु पर्यो त्यसपछि खाजाको साथमा हाम्रो एउटा दामी भ्यू आएको छ है हामी अहिले कता छ सौरामा आएपछि त हात्ती नदेख्ने त हुँदैन नि त्यो त नर्मल हो नि हात्ती साथी गैँडा छ नर्मल हो तर आज पानी परेर गैँडा निस्किन जस्तो छ ल त्यो भाइले फोटो खिच्दैछ होइन ए हुन्छ केही भएन भाइ फोटो खिच्दैछ पुरा ए हात्ती आएर छ मस्त पानीमा यस्तो पानी परिरहेछ डुलाउँदैन नुहाइदेखायो क्या हात्तीलाई सय हो सौरा पो त सौरामा नि त गाइड त्यसैले बाफ क्यामेरामा यहाँ छ भाइ मजा है ल मान्छेहरू रोकिहेर्छ मान्छे छाता उडाएर गैँडालाई गैँडा रे त्यस्तै गडा मात्र नाखा हात्तीलाई डुल्लो दिने यहाँ ठुलो छ नि यार केही गर्दैन बाटोमा हिँड्ने मान्छेलाई केही गर्दैन यो किनकि घर पालुवा हो नि त त्यही भएर केही गर्दैन आफ्नै बाटोमा हिँड्छ आफ्नै तालमा हिँड्छ ल ठिक छ अहिले भयो भने अब बाटोतिर नि हेरौँ ल अब यो गैँडा सैँडा नि पाउँछ कि ल है त गाइजहरूले घोगी ट्राई गर्न गइरहेको छ ल ट्राई गर बाबु यो यस्तो हो नि दादाले सिकाउनुहुन्छ ल हाम्रो सुत्सु पाउँछ क्या अरे यस्तो अनि अलिकति प्र्याक्टिस मिलेन अलि ल
आयो मस्कुर सही हो त गरम पर्छ के गएर तान्नु त ऊ आइसक्यो ऊ हो र किरिङ किरिङ छ है मजा छ अन्डा चपाउनलाई आहा ल सही हो ल किरी फेरि माटो भन्दा फेरि अन्डा हो ल अब म पनि खान्छु होइन घोगी ट्राई गर्छु ल ट्राई रे के भनेको ट्राई रे कचोटि खाने था फेरि ल घोगी खानुपर्छ ल हामी पनि ट्राई गरिदिउँ है त ल घोगी तातो रहेछ दादा फर्स्ट ट्राई रहेछ ल सही हो कत्रो ठुलो यार आम्मामा ठुलो घुगा घोगी घुगा ल ट्राई गर कता हो ओइ बस्यो केही नु न ल घोगी सोगी पनि खाएन यस्तो पुरै पर्र पोल्या ओठहरू पुरै पोल्या कस्तो भयो त एक्सपिरियन्स फर्स्ट टाइम घोगीको मिठो भयो अझै घोगामा पऱ्यो ओरिजिनलमा परेन क्या ओरिजिनलमा परेको दामी हुन्छ ठुल्ठुलो हो कि त्यही भएर सानो सानोमा बबाल हुन्छ कि त्यसमा त अन्डा नि भेटेँ कुरुङ अन्डा नि भेटेँ बाबुले चाहिँ खाएन म दादा भाइले मात्रै खाएको किनकि बाबुलाई मन पर्दैन रे घोगी धेरै खाएर त्यही भएर ल एकछिन पानी कुर्ने रोकिरहेको छ मेरो पानी परिरहेको छ अनि तिसारतिर जान्छौँ इलाफिन ब्रिडिङ सेन्टर है के हो के त त्यहाँ जाने त्यही जाने अनि एकछिन सौरा एरियातिर नि घुम्छौँ बिस्तारै बेलुकातिर फर्किनुपर्छ भाइलाई बस्छ भनेको मान्दैन यार अझै घर जान्छु भन्छ यार कहाँ जान्छु त कहाँ जान्छु यार अब नेक्स्ट टाइम थाहा तिमी नेक्स्ट टाइम त गइले गयो घर अर्को वर्ष आउने भने नि हो त नि 28मा आउने र अब आमामा त 28मा त अलिक मिल्दैन 2 वर्षपछि रे वर्षमा आउने हो कि भाइ धेरै आयो अरे अस्ति भयो 6 महिनामा आएर घर थियो होला 6 महिनामा आइदिन्छ कि फेरि तिमीले 1 वर्ष हुने बित्तिकै आउनु पर्ने क्या म चाहिँ त्यो मिलाएर आएको नि त त्यो बेलामा ठ्याक्कै जुटो पऱ्यो मिलेन लास्ट टाइम फेरि तिहारमा जान्छ भनेको मिलेन फेरि ल ठिक छ अब ल यस्तै भयो अर्कोचोटि चाहिँ फेरि अरू चिज ट्राई गर्नुपर्छ घोगी सोगी ट्राई गरिहाल्नु ल स्पेसल भनेको घोगी नै अब सौराको स्पेसल घोगी नभए त अब एकछिनमा भेटौँला बाटो त्यो एकछिन पानी रोक्ने कुरिरहेछौँ यहाँबाट निस्किहाल्नुपर्छ अनि रोक्ने साथ ल अहिले चाहिँ पानी बसिसकेको छ अहिले बल्ल खुल्ला भयो गडाङ गुडुङ त आमामामा पड्के खा त पुरै ल हामी 3 जना के हो उत्यो भएन सहेन क्या भगवान्ले हो ल अब यहाँबाट हात्तीसार जान्छौँ होइन बाटोतिर भेटौँला अब निस्केको घोगी ल त गाइज यार 1 मिनट नि हिँड्नु छैन 1 मिनट 5-6 घर यता आएको पानी धोपी पऱ्यो फेरि यार त्यहाँतिर गयो डेन्जर पानी पर्यो फेरि मा कसम 2 मिनट नि हिँड्नु छैन यार जम्मा 5-6 घर यता आएको पानी त दन्किहाल्यो नि गएको भए भिज्ने रहेछ दादा थट डडाङ डुडुङ गरेर खाने होइन अब कस्तो चड्किन्छ ग्रिन सोसाइटी पब्लिक स्कुल लगाइ जब एकछिन बस्छौँ भन्ने यहाँ कोट लाउने ठाउँ रहेछ अब भयो त गाह्रो ल अब पानी परिरहेछ के गर्ने कोट हान्दिएको छुट्टै रमाइलो छ नि को निकाल्यो आम्मा मारे कुन चाहिँ मोर्छ रातोलाई चाहिँ ढुस हान्नुपर्छ मेरो पालो त आम्मा काटिदिन्छ क्या दादाले आयो थाप्ना मेरो रात होइन के भयो कस्तो मागेको यार 5 भनेर
भित्र पसेको यार पर गरम यार ल अब सिम पोर्टल छ त यस्तै चाहिँ कन्डिसन अगाडि चाहिँ हामीले निस्किसक्यो त्यहाँबाट है पोर्ट खेलेबाट निस्किसक्यो अनि यता बाइक छोडेर आएर पानी परिरहेको छ त्यही पनि निस्किदिएको हामी अब ए झोलमा म यहाँ गैँडाको पाटु चरिरहेको छ उता छ टन्ने गैँडा भन्दा देख्छु नि हेरेको त मोमो पो रहेछ ल सही हो ए 5:30 बजीसम्म खुल्दो रहेछ त्यहाँ लेखिरहेको रहेछ ल 30बाट सही हो ठिक छ ल अब ए यो रापती हो नि दादा यो के हो त दा यो खोला के खोला खडी खोलाबाट आएको ल सही झोलङ्गे पुलमा हिँड्दा चाहिँ हामी कुन खोला पानी परिरहेको छ यार नुहाउँछ नि बुढाहरू नुहाउँछ नि नुहाउँछ माछा मार्छ गाडीहरू धुन ल्याउँछ गइ देख्यो के त रुख के त उता सबलाई इस्का भन्थ्यो खोयामा आएको लाल कहिले भैँसीलाई गैडा भन्छ अनि ओरिजिनल भनेको हात्ती मात्रै देखेको छ सस्पेन्सन ब्रिजमा पहिला हिँड्थेन र हो र अलि धेरै मान्छे हिँडेर होला नि त पानी पर्दैछ मौसम यस्तो छ यार मौसम खुल्ला जस्तो भयो अब चाहिँ खुल्दै त हुन्थ्यो तेरिका सब छ वाटरफल पनि छ यहाँ सब छ ल अब हात्ती सार भए ठाउँ जान्छौँ अनि हेर्छौँ है त ल अहिले चाहिँ हामी भित्र आइसक्यो हात्ती सार हेर्ने ठाउँतिर अब यहाँ 4जना छौँ 4जना अनि यो चाहिँ यहाँको दृश्य कस्तो हरियाली छ भाइ सब देखेँ गोही देख्यो गैँडा देख्यो हात्ती वाटरफल देख्यो ओरिजिनल देख्यो भने हात्ती मात्रै देख्न सक्छौ टेन्सन नलिकन अझै बेलुकाखेरि जाने हो बेलुकाखेरिसम्म गैँडा पनि बाटो त्यो एटिएमबाट पैसा झिकेर आउँछ है त सपिङ गर्न गैँडा त्यही बेला देख्न सक्यो अहिले ड्यामसम्म पुगौँला नि त्यहाँ घरियाल सडियाल पनि देख्छ केही छैन जाउँला नि के भएर आउँछ क्या आउँदैन अब उनीहरूको गैँडा चाहिँ देख्न पर्ने कि हुन पनि सक्छ के भयो ल आकाश खुल्दैछ बिस्तारै पानी चाहिँ परेछ कहाँबाट के आकाश त खुल्ला भइसक्यो त्यो यार ल बजे गुसेको है ठिक ल सस्पेन्सन ब्रिज तरेर आइसक्यो हामी ल अब भित्र छिचौँ भित्र गएर हेर्नुपर्छ तपाईँलाई देखाउँछ है त ल हामी चाहिँ टिकट काटिसक्यो होइन टिकट सेट काटेर हेरिसक्यो है म्युजियम जाँदा नि अनि त्यहाँ म्युजियम पनि छ भाइ यो चाहिँ हात्तीको टमेङगोङ फिल्म हेरेको हेरेन हो त्यसकै हो त्यही हात्तीको ल दारा हेर त्यहाँ दारा त छैन टाउको कत्रो खप्पर त आम्मामा यसो ल यो चाहिँ हो र के प्लास्टर गरेर जनता झुकाएको दादा ओरिजिनल हो ठिक छ ल है यस्तो छ अब हामी हात्ती बाटामा जान्छौँ है त हेर्नलाई त्यहाँ गएर देखाउँ ल 24 केटा ल फाइनली हामी भित्र आइसक्यो ल तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हात्ती ब्रिडिङ सेन्टर है ए चियाकला रे ल ए आमा प्रवेश निषेध छ त्यहाँ हवालेर खेलिरहेको थियो के भन्न के खोजेको कि हामीलाई के उयो गरेर स्वागत गरेको कि हो बिचराको नि खुट्टा जन्जिरले बाल्ने रहेछ सानोको पनि ठुलोको पनि जन्जिरले बाल्ने छ यता पनि छ यता पनि छ ओइ करा नि हुन्थ्यो नि एकचोटि कराएको सुन्नु होला हो रहेछ स्वागत गरेको कि हो रहेछ दादा यार
स्वागतै गरेर रहेछ यार कसम सबैले टाउको हल्लायो त्यसले पनि हल्लायो त्यसले पनि हल्लायो ऊ अझै नै हल्लाउन सुरु भइसक्यो ऊ नभन्दै यार स्वागतै गरेर रहेछ बच्चाहरू पनि छ चिजिलाहरू ए सबले हल्लायो दादा यार ऊ त्यहाँ माउ त्यही त ऊ यता 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 पनि छ सबै त्यो सुँड काट्दैको हो भाइ सुँड काटेको होइन सुँड कि सिङ ए दारा 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 काटेको हो दादा होइन भाइ आउँदै होला दारा आउँदैछ ऊ लास्टै सानो छ नि त सानो छ खै आउँदै होला नि के हो ए पोथीको त खासै त हुँदैन नि त भालेको हुन्छ नि त उनीहरू सबै सफारी गर्ने भनेको पोथी हो कि भाले माथि गराउँदैन के हो दादा ऊ दुध खाएर चाहिँ यार दुध खाएर चाहिँ यो त बच्चा त ठुलो भइसक्यो चाहिँ सबैले उतै नै गरेको हो क्या दादा स्वागतै गरेको क्या यो के हो बुढो भइसक्यो चाहिँ अहिले यो चाहिँ छिप्पिएछ बुढी भएछ ल उता उता जाउँ अब हेर्न ल एक राउन्ड हान्ने हेर्ने दादा यही हो केही छैन अरू यति हो अनि यस्तो यस्तो दिन मिल्छ होला नि के हो यस्तो यस्तो चिजहरू घाँसहरू दिएको देखेको थिएँ त मैले त हो र ल यस्तै हो हात्तीहरूको घर पनि कत्रो ठुल्ठुलो हुन्छ है भनेको पेटमा बच्चा होइन भाइ त्यो खै के होला बुढो भएर मासु तङ्दरेको अन्त प्रेग्नेन्ट छ क्या हत्ती तँ प्रेग्नेन्ट है क्या त्यही भने पाउनेहरू बच्चा भएको त्यही त हो नि ब्रिडिङ सेन्टरमा त त्यही त होला नि अब ऊ मस्त घाँस खाइरहेको छ आफ्नै पारामा स्वागत नै गरेको हाम्रो सही ल अब यसो हेर्छौँ अनि जान्छौँ है त ल हामी हात्तीसारबाट पनि फर्किसक्यो अहिले पुलतिर आइसक्यो हामी सक्यो त्यति हेर्नलाई कति पानी रोक्यो हामी कति पानी खाएर आयो अब अर्को ठाउँ जाने ल जाँदैछ मैले हरियाली देख्न सक्नुहुन्छ हरियाली त बबालै छ नि कस्तो पानी पनि सिजन भयो नि दामी हरियाली भयो ओ टुरिस्ट गाइड चल्दैछ त्यहाँ लोकल टुरिस्टहरू आएको छ पुरै त्यहाँबाट त्यहाँ केही देखेन होला भैँसी बाइक केही देखेन जस्तो लाग्छ मलाई त खै पानी पऱ्यो धोब्बिहाल्ने जस्तो छ पानीले अघि ल हामी जाँदैछौँ सस्पेन्सन ब्रिजमा ठिक छ ठिक लाग्यो रमाइलो छ रमाइलो गैडा नि हेऱ्यो सब हेऱ्यो त्यो वाटरफल कहाँ हो कति देख्छ ए वाटरफल त्यहाँ अगाडि छ ल अब उतातिर जान्छौँ ड्याम साइडतिर जान्छौँ त्यता अब देख्ने चान्स अलिकति हुन्छ गैडा सेडा गैडा हिँडेर होला बाटो बाटो भयो अहिले भर्खर एकछिन पानी पर्थ्यो नि त त्यही भएर ल अब एकैचोटि उतातिर गएर भेटौँ ल है त लगाइसकेर चाहिँ हामी सौराको मेन ठाउँमा आइपुग्यो त्यो भनेको सौरा बजार ट्याक्कै ल सौराको मेन ठाउँ रापती छेउमा ए रापती हो नि दादा रापती रापती छेउमा ल ओहो ए मान्छेहरू बोटमा गइरहेछ खै के हो त्यो बोटमा घुमाइरह्यो के हो थाहा भएन घडियाल छडियाल त देख्थ्यो क्या अरे अब
देख्थ्यो अब देखेन अहिले छैन भनौँ न सुत्न गए जस्तो छ यी यताबाट मान्छेहरू आउने क्रम छ यी आइरहेछ पारी जङ्गलहरू घुमेर यिनीहरू चाहिँ ट्रेकिङ गएको होला दादा है यिनीहरू चाहिँ ट्रेकिङवाला ट्रेकिङ हुँदा नि गाडी त्यहाँ छ नि ए हो र गाडी त हुन्छ अब मान्छेहरू यहाँ रहेछ नि त अझै त्यो 4 घन्टेवाला हो अच्छा यता 2 घन्टेवाला यता 2 घन्टावाला ठाउँमा स्टेसन बिच फरक छ 2 घन्टा 4 घन्टा कति घन्टा जाने प्याकेज अनुसार मान्छे यहाँ फोटो खिच्ने सेटो खिच्ने छ सब चलिरहेको छ होइन जिप सफारी गइरहेको छु त्यही छ चौराहिले यस्तै छ त्यता त छ सही होला अब एकछिन हेर्छौँ बस्छौँ अनि घर फर्किनुपर्छ गैडा भेटेन आज बाटोमा पानी परेको भएर हामी त्यहाँबाट निस्केर यता घुम्दैछौँ बाटो बब्बाल छ यार बाटो त मक्खन नपस्ने दादा अब टक्क चलिन्छ यताबाट बाबु पछाडि छ बाटो खडा छ यो कति पछि आएको बाटो दामी बनाएछ पछाडि बाबु आउँदैछ स्वर आएको छ छैन मेरो थाहा छैन है साउन्ड आएको छैन बाटो यस्तो चुक्ना छ कि अब हुन्छ नि एउटा एक हातले समातेर होइन बाइक चलाएर पनि भिडियो बनाउनु मजाले मिलिरहेछ कि दामी छ बाटोको केही खल्टाखुल्टो केही छैन अब म्युजियम पस्दैन होइन म्युजियम नपसिकन जान्छौँ अब सिधै घरतिर जान्छौँ होला अब के होइन बाटोतिर खान्छौँ होला के अब होइन अहिले चाहिँ हामी एकदम भाइरल चटपट पसलमा आइसकेको छ चन्दन चटपट पसल ल आइसक्यो हामी अब यस्तो चटपट खान्छौँ अनि चल्दै जानुपर्छ ल गाइज यो दुईवटा बक्सा देख्नुभएको छ नि दुईवटा पोका यो एक पोका यो भ्याउँछ अरे कि बेलुकासम्म खलास अरे कि यो अहिले त पानी परेर मात्रै यस्तो भएको अरे नत्र अहिलेसम्म त हो यति आधी आइसक्थ्यो अरे कि त्यस्तो खतरा बिग्रिन्छ अरे भाइ फेरि आमामा रेलान्डो जस्तो छ यार हेयर कट त हुन्छ नि दादा यार काठमाडौँमा कतिवटा घर छ भने सोध्नु न एक्चुली अनि पढायो नि यार शान्ति न चन्दन त्यहाँ न नाम पनि ओल्ड इज गोल्ड चाहिँ आमामा मारेको छ त ल अब भाइको लग हेर्छ त ल बसेर खाने जसम्म गैँडा आयो आएन भने सलाम अलैकुम होला कसम यार अर्डर गरेको 1 सेकेन्ड भएन यस्तो फास्ट ल्याइदिएको यस्तो फास्ट एउटा दहीपुरी एउटा पानीपुरी भनेकोमा भक्कै झिकेर दियो यार कसम यस्तो चाँडो सर्भिस यार भाइ सपनामा गयो यार यस्तो सर्भिस देखेर म त भयो यार मेरो मोबाइल ढुस भयो यार केटा अहिले भाइको मोबाइलबाट गर्दैछु यहाँ ल अब फेरि पानीपुरी आइसक्यो दहीपुरी आउँछ अनि त खाएर जानुपर्छ है त ल अब एकछिनमा त मिठो दहीपुरी बन्दैछ ल चिया खडै बनाउँदैछ कि अब हाल्छ गुलियो सस अब त्यसमाथि हाल्छ अनारकली तेरिका मारिहाल्नु रेडी
ल दही पुरी नि आयो होइन दही पुरी ल्याउनु अर्को फर्स्ट टाइम मैले यस्तो देखेँ यार अनार सनार छ त दादा के हो दादा ल फर्स्ट टाइम हो गाह्रो पऱ्यो फर्स्ट टाइम गाह्रो लाग्यो पानी यति अरे ल ल यतिकै अरे ल चम्चाले रे ल न त चालु गर्नु अनार सनार छ कि म त फर्स्ट टाइम देखेको अस्ति बाबु खाँदै त अनार थिएन है दही पुरी खानु बेला दही हामीले कहिले के खाँदैन पानी ल सय ल सुरु गर्नु सुरु हातले हात जित्छ होला काम ल कस्तो प्रतिक्रिया पनि दिनु होला खाएपछि टेस्ट आइरहेछ अलिअलि मिठो होइहाल्छ मिठो छ ल सही ल गाइजहरूलाई मिठो लाग्यो भनेपछि मिठो लाग्यो कि ल गाइस त्यताबाट निस्किसकेको हामी अब सराको पुल आइसक्यो यहाँ पुल आइसक्यो अहिले चाहिँ टक्क लाएर यस्तो दामी छ नि यो पुल त फेरि बवाल हो लाइट बल्यो भने कस्तो बवाल देख्छ होला दामी छ नि ल बाई बाई हान्दै सोरा बाई बाई टाटा बाई बाई अब घरतिर लागेको टाटा बाई बाई हान्दै ल अब चल्दिस घरतिर है त अब बाटोतिर भेटौँला कि घर पुगेर भेटौँला त ल गाइस घर आइपुगेर अँधेरो भइगयो यताउति गर्दा आजको भिडियो नि यस्तै भयो पानीले पिट्यो रमाइलो भयो ल आजलाई यति भन्दै हस्त जय नेपाल बाई बाई